धेरैजना भन्नुहुन्छ कि हाम्रो बहालमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहजी धेरै बोल्नुहुन्न। सही पनि हो, उहाँ धेरै बोल्नुहुन्न, तर उहाँ सुन्नुहुन्छ। उहाँ धेरै मिडियाबाजी पनि गर्नुहुन्न, उहाँ धेरै मिडियामा पनि देखिनु हुँदैन र उहाँको यही मौनता नै उहाँको शक्ति पनि हो जस्तो लाग्छ। किनकि उहाँले आफ्नो ऊर्जा बोल्नमा खर्चिनुभन्दा सुन्नमा र जनतालाई बुझ्नमा लाउनुहुन्छ। पनि कसैप्रति वाद विवादमा पनि खर्चिनु भएको छैन, कसैको आरोप र प्रत्यारोपमा पनि आफ्नो ऊर्जा खर्चिनु भएको छैन। राजनीतिक इतिहासमा सायद पहिलोचोटि होला सम्पूर्ण प्रदेशबाट जितेर आउनुभएका माननीय ज्यूहरूलाई पालै पालोसँग बोलाएर उहाँहरूको कुरा सुन्नुभयो र बुझ्नुभयो। यहाँसम्म कि उहाँले दिनुभएको समय अवधिभन्दा पहिले नै छलफल सकाएर बाहिर निस्किनुभयो। सायद मलाई लाग्छ प्रतिनिधि सभाको पहिलो बैठकमा यो नेपालकै इतिहासमा उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ जो बैठक सुरु भएदेखि बैठकको अन्त्यसम्म प्रस्तुत हुनुभयो। र अब हामी जनताले के बुझ्न जरुरी छ भने जब कसैको काम नै आवाज बन्छ भने उसले बोल्न कुनै जरुरी हुँदो रहेनछ भन्ने कुरा पनि हामीले बुझ्नु गर्दै हुनुहुन्छ। र प्रधानमन्त्री बालेन्द्र शाहज्यूले यही सिद्ध गर्दै हुनुहुन्छ। र बाँकी प्रश्नहरूको जवाब सवाल त सांसदमा हुने नै छ। आशा छ प्रश्नहरूको उत्तर पनि उहाँले दिनुहुनेछ।